अखिल नेपाल महिला सङ्घ पनौती नगर कमिटीद्वारा आयोजित यो 30 विशेष कार्यक्रमका अध्यक्ष कमरेड शिला कोइराला ज्यू, विशिष्ट अतिथि डाक्टर अम्बु भवानी कार्की ज्यू वा प्रदेश कमिटी बुद्धिजीवी कमिटीको चाहिँ इन्चार्ज हुनुहुन्छ। त्यसै गरी पनौती नेकपा एमाले पनौती नगर कमिटीका अध्यक्ष कमरेड सूर्य सुब्बागाई लगायत सम्पूर्ण पदाधिकारी कमरेडहरू र मञ्चमा आसीन रहनुभएका नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य, नाम मलाई जानकारी छैन, त्यसै गरेर प्रदेश कमिटीका सदस्य कमरेडहरू र विभिन्न पार्टीको विभिन्न तह र तबकामा रहेर यो पनौती नगरलाई भव्य र सभ्य बनाउनको लागि भूमिका खेलिरहनुभएका सम्पूर्ण कमरेडहरू र अखिल नेपाल महिला सङ्घको विभिन्न केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा लगायत टोल कमिटीसम्म आफ्नो भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण कमरेडहरू, विभिन्न जनवर्गीय सङ्गठनका केन्द्रीय नेतृत्व लगायत तहगत रूपमा सम्पूर्ण कमरेडहरूलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु र आजको यो कार्यक्रमलाई सफल पार्नको लागि उपस्थित सम्पूर्ण कमरेडहरूमा म हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। आदरणीय कमरेडहरू, धेरै विषयमा अम्बु कमरेडले राखिसक्नु भएको छ। वास्तवमा राजनीतिक क्रान्तिमा सबै वर्ग, तह तबका, सबै विचार समूह भएका सबै राजनीतिक पार्टीहरूले सहभागिता जनाउने भएको हुँदा, प्रतिगामी तत्त्व बाहेक सबैले सहभागिता जनाउने भएको हुँदाखेरि राजनीतिक क्रान्ति गर्न सजिलो छ। तर सामाजिक क्रान्ति गर्नको लागि, सामाजिक आर्थिक रूपान्तरण गर्नको लागि, सांस्कृतिक रूपान्तरण गर्नको लागि अत्यन्त गाह्रो छ र जटिलता पनि त्यत्तिकै छ। किनभने सदियौँदेखि जरा गाडेर बसेको जुन खालको अवस्था स्थिति छ, त्यसलाई निर्मूल पार्नको लागि हामीले मात्रात्मक रूपमा परिवर्तन गर्दै जानुपर्ने हुन्छ, अनि मात्रै हामीले गुणात्मक फड्को मार्न सक्छौँ। र धेरै विषयमा किन यस्तो गाह्रो भयो, के कारणले हामीलाई समस्या भयो, यो विषयमा डाक्टर अम्बु भवानी कार्कीले राखिसक्नु भएको छ, केही सुरेश कमरेडले पनि राखिसक्नु भएको हुँदाखेरि मैले अखिल नेपाल महिला सङ्घको परिचय र अलिकति लक्ष्यको बारेमा मात्रै यहाँहरू समक्ष राख्ने अनुमति चाहन्छु। आदरणीय कमरेडहरू, यसरी अहिलेको जस्तो यस्तो रमाइलो दिन ल्याउनको लागि गरगहना लगाएर, रातो कपडा लगाएर, खुल्ला भएर एउटा स्वतन्त्र आकाशमा उड्ने पन्छी चाहिँ स्वतन्त्र भएर नाच्दै गाउँदै हिँड्ने दिन, यो दिन ल्याउनको लागि धेरै शहीदहरूले
सती प्रथाको उन्मूलन किन गर्नु पर्यो भन्ने किसिमको कुरामा त्यतिखेर 7 वर्षका परिलो कोट निचोड्दाखेरि दुध आउने जस्ता साना नानीहरूलाई 80 वर्षको बुढोसँग विवाह गराइदिने चलन थियो।